मन्दिरमा गएर शिव भट्ट र सती ब्राह्मणी दुवै स्त्री पुरुष मन्दिरभित्र पसेपछि विनायकजीका अगाडि एउटा लड्डु देखे। शिव भट्ट र सती ब्राह्मणीले अघि गरे झैँ पूजा सामग्री खुब श्रद्धा गरेर पूजा गरे। त्यसपछि लड्डु घरमा लगी तसलामा राखी तसलैले माथिबाट छोपिदिए। 4 दिन भएपछि माथिबाट छोपिराखेको तसला झिकेर हेर्दा त्यो लड्डु सुनको भइराखेको थियो। देखेर बहुतै खुसी भएर अत्यन्त यत्नपूर्वक राख्ता भए। त्यस दिनदेखि शिव भट्ट ब्राह्मण सती ब्राह्मणी असंख्य सम्पत्ति पाई खुसी भई दश घर डुलेर भिक्षा मागेर ल्याई खाने। शिव भट्टले आफ्नी स्त्री सती ब्राह्मणीसित भने, हे सती सुन्यौ, पूर्व जन्ममा दान नगरेको हुनाले यस जन्ममा दुःख पायौं। सिद्धि विनायकका कृपाले अहिले सम्पत्ति भयो। अब यस जन्ममा सम्पत्ति भएर पनि दान नगरेर अर्को जन्ममा पनि दरिद्री भएर जन्मने छौँ। तसर्थ दान धर्म गर्नै पर्दछ। गरौँ भनेर दुवै स्त्री पुरुष नित्य गङ्गामा स्नान गरेर हरिहरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान धर्म गर्दै घर आउँदथे। दान धर्म गर्नाले शिव भट्ट ब्राह्मणको सम्पत्ति झन बढ्दै गयो। सम्पत्ति बढेको देखि शिव भट्ट ब्राह्मणले आफ्नी स्त्रीसित ब्राह्मणीलाई भने, हे स्त्री, हाम्रा सन्तान छैनन्। वृद्धास्त्र हुन गयो। सम्पत्तिले मात्र के गर्ने, त्यसको रक्षा कसले गरिदेला। अब सन्तान आर्जन गरौँ। सन्तान आर्जन फेरि सिद्धि विनायकको सेवा गरौँ। सती ब्राह्मणीले पनि पतिका वचन सुनेर हवस् भनिन्। अनि अघि झैँ 8 दिन मङ्गलबार बिहान गएर दुवै स्त्री पुरुषले सिद्धि गणेशको फेरि सेवा गर्न थाले। तिनीहरूको सेवाले प्रसन्न भई दर्शन दिई गणेशजीले भन्नुभयो, हे दिज दम्पति, तिम्रो भक्ति देखि म सन्तोष भएँ। इच्छा भएको मागेर ल्याऊ, वरदान दिनेछु। यस्तो सिद्धि विनायक गणेशको आज्ञा सुनेर शिव भट्ट ब्राह्मण सती ब्राह्मणीले साष्टाङ्ग दण्डवत गरी अञ्जली बाँधी विनम्र स्वरमा बिन्ती गरे, हे सिद्धिदाता गणनायक, हजुरका कृपाले सम्पत्ति पायौँ तर सन्तान छैनन्। हजुरले दिएका सम्पत्तिको कसले रक्षा गरिदेला। अन्त सम्पत्तिको रक्षा गर्न सन्तान बक्सियोस्। यसरी बिन्ती गरेको सुनि गणेशजी आज्ञा गर्नुहुन्छ, हे शिव भट्ट सती ब्राह्मणी, आजको 7 मङ्गलबारका दिन यसै गरी सेवा पूजा गरे। त्यसै बेला एउटी गाई आउने छिन्। ती गाईले
तिमीहरूको मुख हेरिरहने छिन् तिमीहरूले पनि गाईको मुख हेरेर पूजा गर्नु वहाँ पछि गाईले गोब्र्याउनेछन् त्यसलाई भूमिमा पर्न नदिई हातमा थापेर घर लैजानु तसलामा राखी त माथिबाट तसलैले छोपिदिनु 4 दिन भएपछि हेर्नु त्यस गोबरदेखि कन्या उत्पत्ति भइरहलिन् पुत्र भने तिमीहरूलाई हुने छैन किनभने पूर्व जन्ममा तिमीले राखेको छैन यस्तो गणेशको कुराले हर्षले प्राप्त भएर साष्टाङ्ग दण्डवत गरेर गणनायक गणेश पनि अन्तर्ध्यान हुनुभयो दुवै स्त्री पुरुष घर फर्के अर्को मङ्गलबार बिहान शिवभट्ट सती ब्राह्मणी सिद्धि विनायकको मन्दिरमा पूजा सामग्री लिएर पुगे सिद्धिदाताको पूजा गर्दा गर्दै त्यस बेला गाई आएर हेरिरहेकी थिइन् श्री गणेशको पूजा समाप्त गरेर गाईको मुख हेरी श्राद्धयुक्त भएर दुवै दम्पतिले गाईको पनि पूजा गरे पूजा सकिएपछि साष्टाङ्ग दण्डवत गरे गाई अनि गाईले पनि गोब्र्याइन् शिवभट्ट ब्राह्मणले त्यो गोबर यत्नपूर्वक हातमा थापेर गणेश र गाईलाई परिक्रमा गरेर दुवै अन्तर्ध्यान भए गोबर घर लगे गणपतिले बताए झैँ त्यो गोबर तसलामा राखी तसलैले छोपिराखे 4 दिन भएपछि माथिबाट तसला छोपिराखेको उघारेर हेर्दाखेरि एउटी कन्या भइराखेकी रहिन् तिनै कन्यालाई मेरी छोरी मेरो नानी भनेर पालन पोषण गरेथे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायाम्।